यहाँनिर चाहिँ हामी बस्ने रुम नजिकै एउटा चर्च छ अनि यो चर्चमा चाहिँ अहिले डिसेम्बर लागे सँगसँगै अब डिसेम्बर 25 पनि आउन धेरै टाढा छैन अनि क्रिसमस डेको तयारीको लागि चाहिँ यहाँ धेरै पहिलेदेखि दक्षिण कोरियामा यो चर्चहरूमा बजारहरूमा पनि विभिन्न ठाउँमा एकदमै भव्यताका साथ तयारी गरिन्छ। यहाँ पनि अगाडि रुखहरू छन् अनि त्यो रुखहरू सँगसँगै त्यहाँ विभिन्न झिलिमिली बत्तीहरू टाङ्ने कार्यक्रम भइराखेको छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ त्यो भर्याङ दिएर अनि यतातिर यो रुखहरू सँगसँगै यहाँ चाहिँ साँझमा एकदमै राम्रो देखिन्छ। यो अहिले चाहिँ यहाँ कतिपय ठाउँहरूमा तयारी गरिसकेको छ। यहाँनिर चाहिँ आज गर्दै रहेछ यो चाहिँ डिसेम्बर 25 क्रिसमस डे यो क्रिस्चियनहरूका लागि एउटा हाम्रो हिन्दू धर्महरूको जस्तै ठुलो दसैँ जस्तै चाड हो। त्यसैले उनीहरूले क्रिसमस डेमा एकदमै भव्यताका साथ मनाउँछन्। त्यसको तयारी चाहिँ अगाडिदेखि नै गर्छन्। आज डिसेम्बर 7 यस्तै कति भयो आज चाहिँ यिनीहरूले तयारी गर्दैछन्। आजैदेखि त्यसको लागि तयारी गर्दैछन्। तपाईँहरू पनि कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला है त।